खास गरी नेकपा एमालेका नेता कार्यकर्ताले आरोप लगाउँछन् कि बालेन्द्र शाहले गाँजा खान्छ। हो, म तपाईँलाई ठ्याक्कै म यसको एन्सर गर्छु है। सुरुमा उहाँ काठमाडौँको मेयर निर्वाचित भइसकेपछि म चाहिँ एउटा के कुरा मैले उहाँलाई प्रस्ताव लिएर गएको थिएँ भने संसारका धेरै देशमा चाहिँ गाँजा लिगलाइज छ होइन, मेडिकल कारणको लागि छ, टुरिज्मको लागि छ, काठमाडौँमा पनि त्यो प्र्याक्टिस गर्ने हो भनेर मैले उहाँलाई ट्राई गरौँ न, गर्न पनि सकिन्छ, गर्ने भने कानुनी प्रावधान छ है भनेर मैले उहाँलाई, किनभने हाम्रो नार्कोटिक एक्टमा हेऱ्यो भने चाहिँ हामीले एउटा सानो प्रावधान त्यहाँ के राखेको छ भने डक्टरले यदि चाह्यो भने, लाइसेन्स मेडिकल प्र्याक्टिसनरले चाह्यो भने चाहिँ गाँजालाई पनि प्रेस्क्राइब गर्न पाउने भन्ने एउटा सानो त्यहाँ एउटा सेक्सन राखिएको छ। त्यसमा चाहिँ मैले उहाँलाई के भनेको थिएँ भने के गरी हामी चाहिँ त्यो कुरालाई प्र्याक्टिस गर्ने भने लिगल ग्राउन्ड चाहिँ हामीसँग छ, किनभने स्वास्थ्य पनि स्थानीय तहको अन्तर्गतमा पनि आउँछ स्वास्थ्य क्षेत्र। हामी चाहिँ एउटा ऐन बनाएर त्यसलाई आधारमा राखेर, त्यो सङ्घीय ऐनकै आधारमा राखेर, त्यो प्रोभिजनलाई राखेर चाहिँ त्यो हामीले प्र्याक्टिस गर्न सक्छौँ भन्दाखेरि उहाँले मलाई स्ट्रेट हुँदैन, त्यो हामी त्यसको लागि हामी रेडी छैनौँ, हाम्रो समाज रेडी छैन, कुनै बेला त्यो हामी एज अ सोसाइटी हामी तयार भइसकेपछि त्यसलाई गर्न सकिन्छ होला भनेर उहाँले मलाई भन्नुभएको थियो। उहाँ आफ्नो पर्सनल लेभलमा त त्यो परेको कुरा भयो, उहाँ अरूले पनि त्यो प्रयोग गर्नु हुँदैन, नगरेको राम्रो भन्ने विचार राख्ने व्यक्ति हो। तपाईँ छोटकरीमा भन्दाखेरि गाँजा खाने कुरा त्यो होइन, त्यो त्यसमा कुनै पनि सत्यता छैन। त्यो चाहिँ म एकदमै स्ट्रङली मलाई पर्सनल्ली थाहा भएको हिसाबले नघुमाइकन त्यो म एकदमै कन्फिडेन्ट छु त्यो कुरामा। अल्कोहल चाहिँ लिनुहुन्छ त्यो मात्राभन्दा बढी नै? मात्राभन्दा बढी कम अब सबैको आफ्नो मात्रा हुन्छ होला। उहाँ ड्रिङ्क कहिलेकाहीँ गर्नुहुन्छ, तर त्यो त स्वाभाविक नै हो जस्तो लाग्छ मलाई। त्यो ड्रिङ्क गर्दाखेरि स्ट्याटस नलेखिएको भए हुन्थ्यो भन्ने सजेसन दिनु चाहिँ त्यो स्ट्याटस ड्रिङ्क गर्दा लेखा हो कि होइन त्यो त मलाई थाहा छैन।